यो डेड एक्सपायर भएको चकलेटहरू हेर्नुहोस् त, यो कार्टुनभरि, यो बोराभरि। अनि तपाईँले यो देखिरहनु भएको यो बोराहरू सबै बिस्कुटहरू, बोराका बोरा फालेको पार्लेजी बिस्कुटहरू, यो खाने बिस्कुटहरू सबै। यो अब के हुन्छ त, यो डेड एक्सपायर भएको यो खानेकुरा भन्दाखेरि अब यो सबै चकलेट बिस्कुटहरू तपाईँले यता देख्न सक्नुहुन्छ। यो माछा पोखरी छन्। अब यो सिधै यो माछा पोखरीमा यो माछाको दानाको रूपमा प्रयोग गरिन्छ। खुसी लाग्यो, नेपालमा पनि यस्तो निकाय रहेछ कि डेट एक्सपायर भएको चिजलाई चाहिँ अनुसन्धान गरेर यो खानु हुँदैन भनेर चाहिँ एउटा फाल्ने एउटा कुनै एउटा निकाय त रहेछ। यति धेरै खानेकुराहरू अब सबै माछाको दानाको रूपमा प्रयोग गरिन्छन्।